म अहिले धरहरामा छु, जुन नेपालकै एक प्रसिद्ध ठाउँमा पर्छ। धरहरा भीमसेन स्तम्भ भनेर पनि चिनिन्छ र यो काठमाडौँ सुन्दारामा अवस्थित छ। यो प्रथम पटक 1832 मा प्रधानमन्त्री भीमसेन थापाले रानी ललित त्रिपुरासुन्दरीको आदेशमा बनाएका थिए। धरहराको उत्पत्ति र इतिहास। मूलतः यो सेनाको ससन्देश पालनस्थल वाचटावर को रूपमा बनाइएको थियो। निर्माणमा 213 भेटघाटे, स्पाइरल स्टेयरकेस र त्यो बाहेक 25 थप ढल्के पनि थिए। पुरानो शैली मगल र युरोपेली मिश्रणमा आधारित थियो, मिनार जस्तै डिजाइन। धरहराको निर्माण वास्तुकला हिन्द मुगल शैली र नेपाली परम्परागत शैलीको मिश्रणमा गरिएको थियो। यो टावर करिब 61.88 मिटर अग्लो थियो र त्यसमा 9वटा तला थिए। प्रत्येक तलामा सानो ज्यालहरू थिए जसले प्रकाश र हावा प्रवाहको काम गर्थ्यो। 213वटा सिडी चढेर टावरको टुप्पोमा पुग्न सकिन्थ्यो, जहाँबाट काठमाडौँ उपत्यकाको 360 डिग्री दृश्य देखिन्थ्यो। यसको टुप्पामा एउटा ठूलो काँसको तेलको दियो राखिएको थियो, जुन विशेष दिनहरूमा बालिन्थ्यो। यो केवल संरचना मात्र होइन, सौन्दर्य र शक्ति दुवैको प्रतीक थियो। धरहरा केवल एक संरचना थिएन, यो काठमाडौँको पहिचान बनिसकेको थियो। टावर टाढाबाटै देखिन्थ्यो र यात्रुहरूले बाटो चिन्ने सन्देश बिन्दुको रूपमा प्रयोग गर्थे। धेरै नेपालीहरूले यसलाई परिवारसँगको सम्झना, बाल्यकालको भ्रमण वा पहिलो प्रेमको प्रतीकको रूपमा सम्झन्छन्। इन्द्रजात्रा जस्ता चाडपर्वमा धरहरा वरिपरि परम्परागत बाजा, नाच र सांस्कृतिक गतिविधिले रमाइलो वातावरण बनाउँथ्यो। धरहरा गीत, कविता, पोस्टकार्ड, टिकट र सिक्कामा समेत चित्रित गरिन्थ्यो, जसले जनताको हृदयमा यसको स्थान देखाउँछ। धरहरा पहिलो पटक सन् 1934 को विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएको थियो, जसपछि त्यसको पुनर्निर्माण गरिएको थियो। तर सबैभन्दा दुःखद क्षण सन् 2015 को गोर्खा भूकम्पमा आयो, जब धरहरा पूर्ण रूपमा दल्यो। सयौं मानिस त्यस समयमा धरहरामा थिए र दर्जनौंले ज्यान गुमाए। धरहराको भग्नावशेष हेर्दा नेपाली जनताले केवल संरचना होइन, आफ्नो इतिहास र पहिचान गुमाएको अनुभूति गरे। यो दृश्यले संसारभरिका मानिसहरूलाई नेपालको पीडाबोध गरायो। केही व्यक्ति टावरको भत्कदासँगै खसेर पनि चमत्कारिक रूपमा बाँच्न सफल भएका थिए। भूकम्पपछि धरहरालाई पुनर्निर्माण गर्ने निर्णय भावनात्मक र ऐतिहासिक दुवै दृष्टिले महत्त्वपूर्ण बन्यो। सरकारद्वारा सुरु गरिएको यो परियोजना 2021 मा सम्पन्न भयो। नयाँ धरहराले पुरानो स्वरूपलाई जोगाउँदै आधुनिक प्रविधिहरू समेटेको छ, जस्तै भूकम्प प्रतिरोधी प्रणाली, लिफ्ट, सङ्ग्रहालय र अपाङ्ग मैत्री डिजाइन। नयाँ धरहरा अब केवल एक पर्यटकीय गन्तव्य होइन, यो नेपालले भोगेको पीडा र त्यसबाट उठ्न सक्ने शक्तिको प्रतीक हो।